काकी आज के गर्नुभएको तपाईँले? यो बाटो सफा हुँदैछ हौ भाइ मेरो यहाँनिर। आज मेरो दिन चाहिँ एकदम मुख्य दिन भएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ एकदमै बर सफा गर्छु। अरू बेला पनि गर्छु गर्नु त, हजुर अरू बेला पनि गर्छु नि, हजुर पहिल्यैदेखि नै हो। 7 वर्ष भयो मैले यो बाटो सफा गरेको। हजुर है 7 वर्ष 7 वर्ष चाहिँ भयो। हजुर हजुर सेवा है, हजुर यो चाहिँ मेरो सेवै हो। सेवा सबैको ठुलो सेवा हो नि। हजुर यहाँदेखिको चाहिँ तलसम्म नै गर्छु नि। त्यही त सबैले गरे त झन् राम्रो हुन्थ्यो नि त। हजुर हो नि। सबैको एउटै कहाँ हुन्छ? अनि अब यिनीहरू सिस्नहरू छ हो, पुरै सिस्नहरू छ, सिस्नहरू फाल्नु पर्यो। हजुर यो सिस्नोहरू पनि फाड्नुहुन्छ? सिस्नहरू फाल्नुपर्छ नि, बाटो हिँड्ने मान्छेलाई असुविधा हुन्छ फेरि हो। असुविधा हो। यसो भारी बोकेर आउनेहरूलाई असुविधा हुन्छ, त्यही कारणले गर्दाखेरि चाहिँ सिस्नहरू फाट्छु। यो बाटोमा अगाडि आएको घाँसहरू सबै काटिदिन्छु। ए हजुर यो पानी लिएको थियो कि बन्दी बारी राख्नु पर्यो भनेको।